एकजना मानिसले सुक्रातसँग सोधे, म सफल कसरी बन्न सक्छु? सुक्रातले जवाफ दिनु भएन, बरु उसलाई भोलि नदीमा भेट्न बोलाउनु भयो। अनि त्यहाँ भयो यस्तो केही जसले त्यो मानिसको जीवन बदलिदियो। अनि आज म तपाईलाई त्यही रहस्य सुनाउन चाहन्छु, सफलता कसरी प्राप्त हुन्छ। आखिर सफलताको रहस्य के हो? सुन्नुहोस्, महान दार्शनिक सुक्रातले सिकाएको एक अविश्वसनीय पाठ। एक दिन एक व्यक्तिले महान दार्शनिक सुक्रातसँग सोध्यो, सफलता प्राप्त गर्ने रहस्य के हो? सुक्रातले उसलाई भने, भोलि बिहान नदी किनारमा आउनुस्, म तपाईलाई जवाफ दिनेछु। अर्को दिन बिहान ती व्यक्ति नदीमा पुगे। सुक्रातले उसलाई नदीमा पसेर पानीको गहिराई मापन गर्न भने। व्यक्ति पानीमा पस्दै अगाडि बढ्न थाल्यो। जब पानी उसको नाकसम्म पुग्यो, सुक्रातले अचानक पछाडिबाट उसको टाउको पानीमा डुबाए। व्यक्ति झटपटाउन थाल्यो, बाहिर निस्कन खोज्न थाल्यो, तर सुक्रात निकै बलिया थिए। केही समयपछि उनले व्यक्तिलाई छाडे। व्यक्तिले तुरुन्तै पानीबाट टाउको निकालेर गहिरो सास फेर्न थाल्यो। सुक्रातले भने, जब तिमी पानीमा थियौ तिमी के चाहन्थ्यौ? व्यक्तिले भन्यो, सास फेर्न चाहन्थे। त्यसपछि सुक्रातले उत्तर दिए, जब तिमी सफलता पनि त्यत्तिकै गहिरो चाहनाका साथ चाहन्छौ जति गहिरो इच्छाले तिमी सास लिन चाहन्थ्यौ, तब तिमी सफल हुनेछौ। यदि तपाईले पनि सफल बन्न साँच्चै चाहनुहुन्छ भने अब समय आएको छ सोचाइ बदल्ने र काम सुरु गर्ने। भिडियोलाई लाइक गर्नुहोस्, साथीहरूलाई शेयर गर्नुहोस् र यस्ता प्रेरणादायक कथाहरूका लागि च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनुहोला।